हेलो गाइस, आज चाहिँ मेरो छुट्टी छ, ह्याप्पी डे आज। अनि म चाहिँ अहिले अजराइली मल आइसकेको छु र बहिनीलाई पर्खिरहेको छु है। मेलिना बहिनीले फोन किन्यो अरे नि त। अनि हाम्रो अपार्टमा चाहिँ दुईजना बहिनीको बर्थडे, छिरिङमा र हाम्रो प्रतिका बहिनीको बर्थडे। सो आजको बर्थडे पनि हामी सेलिब्रेट गर्ने है। र त्यो भएर अहिले चाहिँ अजराइली मल आइपुगेको छु। अन्त म चाहिँ भित्र जाँदै गरेको है। अन्त मैले चाहिँ यहाँनिर एकदमै भोक लागेको थियो। अन्त बर्गर किनेर खाएँ, एकदमै मिठो थियो यो बर्गर। र अहिले चाहिँ बहिनी पनि आयो भनेर म चाहिँ हतार हतार गएँ तल होइन। अन्त बहिनीलाई भेटेँ, सब भेटेर एकदमै खुसी लाग्यो। धेरै दिन बाद भेट्यो बहिनीलाई। अन्त कति दिन बाद आयो नि त छुट्टी। सो उसले चाहिँ आज फोन किन्दैछ, आइफोन 17 प्रो म्याक्स गाइजहरू। तर त्यो मैले गरेको त्यो रिल्सहरू चाहिँ सबै बहिनीको फोनको हो है। एकदम खुसी भइरहेको छ, इमोसनल पनि थियो बहिनी होइन। साइडमा त्यहाँ इजरायली केटा पनि थियो नि त। अन्त उसले चाहिँ हाँस्दै थियो नि त। अब हामीलाई आइफोन किन्नु भनेको धेरै ठुलो कुरा हो नि त होइन। त्यही भएर अब त्यो इमोसन्स निस्किहाल्छ जसकोबाट पनि। यस्तो भिड थियो नि आमामा, ल बहिनीले चाहिँ अनबक्सिङ गर्दैछ होइन। र इजरायलमा यस्तो ह्याप्पी मुभमेन्ट आउनु भनेको धेरै टाइम लाग्छ होइन। हामीले मेहनत गर्नुपर्छ, त्यसको बादमा आउने हो। अन्त धेरै दुःख गर्नुपर्छ, फ्यामिलीबाट टाढो बसेर होइन। आमा बिचरा, बहिनी सानै हो होइन। एकदम माया लाग्छ बिचरा बहिनीको। अन्त त्यही भएर क्या बिचरा एक्लै थियो नि त। अन्त म चाहिँ साथी गइदिएको। सो हेर्नुहोस् कस्तो दामी थियो क्या यो आइफोन त। मलाई पनि किन्नु लाग्यो, तर म त किन्दिनँ, पैसै छैन गाइजहरू। र म चाहिँ आइफोन अब एकैचोटि 20 किन्छु है। त्यतिन्जेलसम्म चाहिँ पर्खिदिनु होला। मलाई चाहिँ यो किन्नु मन लागेको छ, ड्रोन होइन। फाइनली लिडिया पनि आइपुग्यो। अन्त लिडियासँग भेटेँ। अन्त लिडियाले चाहिँ मलाई आउने बित्तिकै ब्याग दिँदैछ क्या, पक्र भनेर। एकदमै लिडियाले पनि कङ्ग्रेस गर्दैछ बहिनीलाई भनेदेखि। र हामी चाहिँ सबैजना निस्क्यौँ बाहिर। एकदम ढिलो भयो नि त। इन्ड्रिकाहरू बसिरहेको छ अरे, खानु भनेर पर्खिरहेको छ भनेर। त्यो हामी चाहिँ अहिले अपार्ट जाँदै गरेको। अपार्ट आइपुग्यो र सबैलाई भेट्यो, एकदम खुसी लाग्यो है। सुजाता नानीले चाहिँ के ल्याउनु भएको थियो क्या नेपालबाट। नानाले चाहिँ ल्याउनु भएको होइन, बेनाले पठाइदिनु भएको भैँसीको मासु होइन। किनेमाहरू मजाले खायौँ, त एकदम मिठो भएको थियो है। सबै यहाँ हाम्रो ग्याङहरू छ है, सबै भाइहरू बहिनीहरू सबै। डोलेन पनि आएको रहेछ। अन्त डन्डनीले खाँदो रहेछ होइन। अन्त सुकुटीहरू हेर्नुहोस् त। यो चाहिँ रसदाना चाहिँ एकदम प्रतिकाले बनाएर ल्याएको रहेछ, यस्तो मिठो थियो यो पनि। र म चाहिँ टाइमकै टाइम भात खाएँ, कस्तो भोक लाग्यो क्या त्यहाँनिर। अजराइलीमै लागेको बर्गर त खाएको थियो, त्यो त कहाँ हरायो नि त। सानो थियो। अन्त राजु दाइले चाहिँ साग ल्याएको रहेछ, साग पनि दामी थियो। म चाहिँ एउटा लिएर जान्छु भन्ने भयो। त्यो सागको रेसिपी पनि बनाएर देखाउँछु तपाईँलाई भोलि पर्सि कहिलेतिर। अन्त योगिता पनि आइपुगेछ। र योगिताले चाहिँ यहाँनिर कटिङ डिपार्टमेन्ट, जहिले पनि म चाहिँ कटिङै गर्छु भन्दैछ। यहाँ हाम्रो क्याल्भिन भाइले चाहिँ चिली चिकन बनाउने अरे। मन्जुले चाहिँ यहाँ सुप बनाउँदैछ, दामी बनाएको थियो मन्जुले चाहिँ यो सुप चाहिँ अनि गाइजहरू। अन्त भाइले चाहिँ चिली चिकनको लागि पनि प्रिपेयर गर्दैछ। भाइले पनि दामी बनाएको थियो चिकन। हाम्रो यो चाहिँ खोर्सानी दामी भएको छ है। यो चाहिँ हो बस्तीको कुखुरा है, नर्थबाट आएको त्यो कुखुरा चाहिँ। ल फाइनली बर्थडे गलाएछ। र बहिनीको चाहिँ छुट्टी मिलेन रहेछ, त्यही भएर चाहिँ अहिले आइपुगेको होइन। अन्त बहिनीलाई भेटेँ है, म बर्थडे विस गर्दै हामी। अन्त धेरै दिन बाद बहिनीलाई पनि। अनि यो चिल्ली चिकन बनाउँदैछ अहिले भाइले। ऊ प्रतिका पनि अर्को बर्थडे गर्ल है, त्यहाँ छेउमै छ। अन्त यहाँनिर चाहिँ मासु सबै रेडी भइसक्नु आँटेको छ भनेदेखि यहाँ चिल्ली चिकन रेडी भइसकेको छ है। अन्त चाहिँ हेर्नुहोस् त, दामी भएको छ यो चिल्ली चिकन। र अब चाहिँ हाम्रो यहाँ केक चाहिँ रेडी भइसकेको छ। अन्त अब चाहिँ हामी दुईजना बर्थडे गर्ल्सहरू हेरिहाल्नुहोस्, एकदमै खुसी छ, रेडी हुँदै थियो है।
गिफ्टहरु चाहिँ हामी सबै मिलेर दिएको है अपार्टमेन्टको मेम्बरहरु बहिनी र प्रतिकालाई र अहिले चाहिँ हामी जान आँटेको सी यो चाहिँ अब अर्को भिडियोमा हाल्छु धेरै लामो भयो भिडियो है अन्त बहिनीहरुले पार्टी दिँदैछ हामीलाई चाहिँ र त्यही भएर हामी चाहिँ सी जाँदै गरेको र अहिले चाहिँ राजु दाले केक खुवाउँदैछ बर्थडे गर्लहरुले अन्त एकदमै मजा आयो एकदम रमाइलो भयो है आजको दिनहरु सो थ्यांक यू सो मच गाइज फर वाचिङ सी यू नेक्स्ट व्लग बाइ बाइ